सबैजनालाई स्वागत छ। म अनि छेउमा हुनुहुन्छ झलक दादा अनि रुपेश दादा अनि अगाडि हुनुहुन्छ सुमन दादा। हामी सबैजना लाग्यौँ आज यात्रामा। यात्रा अब पूर्वी नेपालको ग्रेटर नेपालको पूर्वी सिमानातिर जाँदैछौँ अनि यहाँ ड्राइभर हुनुहुन्छ सुकुमार राजवंशी, उहाँ चाहिँ इन्डियाबाट हुनुहुन्छ। हामी सबैजना आज नेपालको पूर्वी सिमाना ग्रेटर नेपालको पूर्वी सिमाना जाँदैछौँ टिस्टा। हाम्रो यात्रा सुरु भयो पानीट्याङ्कीबाट। पानीट्याङ्कीबाट हामी करिब 28 किलोमिटरको दूरीमा सिलिगुडी पुग्यौँ। सिलिगुडीबाट हामी करिब 48 किलोमिटर पूर्व लाग्यौँ नेपालको ग्रेटर नेपालको पूर्वी सिमाना टिस्टा रिभरसम्मको यात्रा। अनि हाम्रो पुर्खाले बनाएको ग्रेटर नेपालको पूर्वी सिमाना हेरौँ न त भनेर हामी सबैजना मिलेर हेर्न जाने कुरा गरेर हामी सबैजना जाने मन बनाएर हिँड्यौँ। अनि जाँदा जाँदै बिचमा सुकुमार बन्धुको चिया बगान रहेछ। अनि उहाँले भन्नुभयो जाउँ न त आज हाम्रो चिया बगान पनि हेरौँ, हामी पनि लौ न त जाउँ न त आज तपाईँको चिया बगान पनि हेरिहालौँ भनेर हामी पुगिहाल्यौँ चिया बगान। उहाँको चिया बगान यस्तो रहेछ, रमाइलो रहेछ उहाँको चिया बगान। अनि सबैजनाले चिया बगान हेऱ्यौँ। हेरेपछि हामी दाजुहरूलाई भने आउनु न त एउटा फोटो खिचौँ। उहाँहरू आएर पुरा पोज दिएर फोटो खिच्नलाई रेडी हुनुभयो। तर फोटो नखिची म भिडियो ब्लगको लागि भिडियो बनाउँदै गएँ। अनि उहाँहरू हाँस्दै भन्नुभयो मलाई चाहिँ सेयर गर्न नभुल्नु है भन्दै हामीहरू त्यसपछि चिया बगान घुमेर फेरि लाग्यौँ पूर्वतिर जाँदै गर्दा हामी बिचमा हामी हेर्न सक्छौँ यहाँ दाहिनेपट्टि हाम्रो रहेछ टिस्टा रिभरको क्यानल नहर रहेछ। पश्चिमतिर बग्दै गरेको यो पानी नहरमा फुल पानी रहेछ। यो हेर्दै हामीले सिधै गयौँ। जाँदा जाँदै हामी नजिक पुग्न लाग्यौँ टिस्टा रिभरको। अनि सबैजना हामी दाजुभाइहरू गफ गर्दै यहाँ नजिकै आइपुग्न लाग्दा टिस्टा रिभरको नजिकै आइपुग्न लाग्दा यहाँ हामी हेर्न सक्छौँ यहाँ एउटा त्यहाँ घर हेर्न सक्छौँ। त्यो घर एउटा छेउमै रहेको पुलको कन्ट्रोल रुमको रूपमा रहेको रहेछ। टिस्टा रिभर ब्यारेज पुग्नुभन्दा अगाडि हामी हेर्न सक्छौँ सिग्नेचर ब्रिज यहाँ रहेको छ। करिब 100 मिटर अगाडि नै हामी सिग्नेचर ब्रिज पुग्न लाग्यौँ। अनि सिग्नेचर ब्रिजमा हामी पुगेर यसो फोटोसोटो खिच्नुपर्छ भनेर हामी सबैजना गफगाफ गऱ्यौँ। अनि लौ नि त हुन्छ पहिला यहाँ सिग्नेचर ब्रिजमै फोटो खिचौँ अनि त्यसपछि हामी टिस्टा ब्रिज जानुपर्छ, टिस्टा ब्यारेज जानुपर्छ भनेर हामी एकछिन यो सिग्नेचर पुलमा हामी अगाडि आएर यहाँ भन्दा पल्लोपट्टि गएर रोकौँ न त गाडी। अनि रोकेर फोटो खिच्नु भनेर सबैजना ओके भयौँ। अनि सबैजना गएर अगाडि गाडीलाई साइडमा राखेर अनि सबैजना टिकटक अनि भिडियो बनाउनुपर्छ भनेर हामीले गाडीलाई पार्किङ गऱ्यौँ। अनि यो हेर्न सक्नुहुन्छ यो घर यो पुलको अफिसको रूपमा रहेको छ। हामी यो हेर्न सक्छौँ अगाडिपट्टि यो क्यानल रहेको छ टिस्टा ब्रिजको। अनि यो पुल चाहिँ सिग्नेचर ब्रिज भन्दो रहेछ। यो नेपालको तिनौखोलामा पनि बन्न गइरहेको छ। सबैजना हामी ओर्लेर यहाँ अर्को टिम पनि आइपुग्यो। अर्को कारमा थियौँ त्यो टिम पनि आइपुग्यो। दुईटै टिम मिलेर हामी टिकटक बनाउन थाल्यौँ, भिडियो बनाउन थाल्यौँ। सबैजना आफ्नो मोबाइलमा भिडियो बनाउँदै व्यस्त भयो। अनि हामी पुलबाट सिग्नेचर पुलबाट यो क्यानल हेरिसकेपछि हामी हेर्न सक्छौँ टिस्टा खोला ब्रिज, टिस्टा खोला ब्यारेज हेर्न सक्छौँ हामी। यहीबाट पनि नजिकै रहेछ, त्यहाँ हामी एकैछिनमा पुग्छौँ। त्योभन्दा अगाडि यो पुल सिग्नेचर पुल हामी मजाले हेर्न सक्छौँ तलदेखि माथिसम्म। हामी सबैजना यो पुलमा फोटो खिच्यौँ, भिडियो बनायौँ। सबैजना आफ्नै मोबाइलमा कोही फोनमा बिजी, कोही भिडियो बनाउँदै बिजी, कोही टिकटक बनाउँदै बिजी, यस्तै रहेको छ गाइस। मेरो अगाडि पछाडि सबैजना हेर्न सक्नुहुन्छ, सबैजना टिकटक बनाउँदैछन्, भिडियो बनाउँदैछन्। अनि म पनि एउटा भिडियो बनाइहालौँ न भनेर टिकटक पनि बनाएँ, भिडियो पनि बनाएँ। अनि त्यसपछि हामी लाग्यौँ फेरि टिस्टा खोला ब्यारेजतिर। तर त्यो पुग्नुभन्दा अगाडि हामी एउटा
पार्कलाई क्रस गरेर जानुपर्ने हुन्छ। हुन त अर्को पनि बाटो थियो, तर सिधा त्यो बाटो नगएर हामी पार्कको बाटो घुमेर फर्किने बेलामा त्यो सिधा बाटोबाट जान्छौँ भनेर हामी पार्कको बाटो हिँड्यौँ। यो जङ्गल पनि रहेछ बिचमा, अनि त्यो जङ्गलभित्र पार्कहरू रहेको छ, विभिन्न सिनहरू रहेको छ। त्यहाँ गएर पनि हामीले टिकटक भिडियो बनाउन सक्छौँ, तर हामी त्यहाँ गएनौँ। हामीसँग धेरै टाइम नभएको कारणले गर्दा हामी त्यो पार्कमा नघुमेर हामी सिधै जङ्गलको खोला पार्क हुँदै हामी टिस्टा खोलातिर लाग्यौँ। हामी हेर्न सक्छौँ यहाँबाट अलिअलि देखिन्छ पल्लोपट्टि टिस्टा खोला रहेको छ, तर यो अगाडिको घाँसले गर्दा क्लियर देखिएको छैन। हुन त यो खोला नै हो, तर बाँध अगाडि बनाएकोले गर्दा यो सिमसार जस्तो रहेको छ, सिमसार जस्तै रहेको छ। यो सिमसार कटिसकेपछि हामी कोशी ब्यारेज जस्तै रहेको टिस्टा ब्रिज हेर्न सक्छौँ। नेपालको चारकोसे झाडी जस्तै त्यहाँ पनि ठुलो जङ्गल रहेको छ। जङ्गल खोलाको छेउछाउतिर रहेको छ, अनि नहरको पनि छेउछाउतिर निकै ठुलो जङ्गल रहेको छ। हामी जङ्गलको बाटो हुँदै पार्क हुँदै अगाडि बढ्न थाल्यौँ। अनि दाइहरूलाई सबैलाई सोधेँ, यहाँ कतै टिस्टा ब्रिज लेखेको छैन त? अनि दाइहरू भन्यो यी बोर्डमा रहेछ। अनि हेरेको हो, साँच्चीकै टिस्टा ब्यारेज लेखेको रहेछ यहाँ। अनि यो हेर्दा एकदम खुसी लाग्यो। ग्रेटर नेपाल हाम्रो पुर्खाहरूले यहाँसम्मको बोर्डर बनाएको थियो। अनि मलाई लाग्यो हाम्रो पुर्खाहरूले त यहाँसम्म यो खोलाले गर्दा चाहिँ उता कट्न नसकेको हो कि भन्ने जस्तो पनि लाग्यो। अनि होइन होला, त्यस्तो नहुन सक्छ। तर जे होस्, यहाँसम्मको हाम्रो ग्रेटर नेपालको नक्सा, यहाँसम्म नेपालको बोर्डर ल्याउनमा हाम्रो इतिहासका हिरोहरूलाई हामी सलाम गर्न चाहन्छौँ। अनि यहाँबाट अलिअलि देख्न थाल्यो, तर यो जङ्गलले गर्दा चाहिँ छेलिएको मात्रै हो। परपट्टि जाँदा जाँदै हामी फाइनल्ली आइपुग्यौँ टिस्टा खोला ब्रिज। तर त्यो हेर्न सक्छौँ। त्योभन्दा अगाडि हामी तपाईँहरूलाई पहिला देखाउन चाहन्छौँ यो कन्ट्रोल रुम। टिस्टा खोलाको ब्यारेज ठ्याक्कै कोशी ब्यारेज जस्तै मैले देखेँ। खुसी नै लाग्यो, निकै खुसी लाग्यो हाम्रो पुर्खाको बोर्डर भनेर। अनि त्योभन्दा अगाडि हामी कन्ट्रोल रुम यहाँ हेर्न सक्छौँ। यो ब्यारेज टिस्टा ब्यारेजको यो कन्ट्रोल रुमको रूपमा रहेको छ यो अफिस। त्यसपछि हामी सबैजना अगाडि बढ्यौँ। यो टिस्टा खोलाको ब्यारेजभन्दा उत्तर साइडबाट हामी नदीलाई हेर्न, सडकको छेउछाउमा पानीपुरी चटपटे चस्माहरू पनि हेर्न सक्छौँ। अब दर्शकवृन्दहरू हामी यो हेर्न सक्छौँ, टिस्टा खोला ब्यारेज यो ठुलो, निकै ठुलो खोला रहेको छ। तर जे होस्, कोशी भन्दा त ठुलो होइन, तर त्यो भन्दा अलिक सानो भए पनि त्यस्तै रहेको छ। निकै ठुलो खोला रहेको छ। पारी मजाले देख्न सक्छौँ। यहाँ ठुलो भुमरी पनि रहेको छ। यो खोलामा कहाँबाट आयो, के रहेछ भनेर गएर हेर्दा त यो भुमरीबाट त त्यो क्यानलमा पानी निस्किँदो रहेछ। गएर हामीले मजाले यहाँ त मान्छेहरू पनि पऱ्यो भने त मर्न सक्छ, यहाँ डुब्न सक्छ भन्ने पनि हामीले लाग्यो। निकै अचम्म लाग्यो यो ठाउँ हेरेर, यस्तो ठाउँ हेरेर। अनि त्यसपछि यो हेरिसकेपछि हामी लाग्यौँ पुलको पारिपट्टि जानलाई हामी ब्यारेजतिर छिर्न लाग्यौँ गाडीमै। हिँडेर त निकै लामो थियो ब्यारेज, हिँडेर जान खुट्टा दुख्छ यताउति भन्ने हिसाबले हामी गाडीमै जाउँ न त, पारिपट्टि नै गएर खाना खानुपर्छ भन्ने हिसाबले हामी गाडीमा चढ्यौँ। अनि त्यसपछि दुइटै गाडीमा हामी चढेर दक्षिणतिर गएर अनि त्यसपछि हामी टिस्टा ब्यारेजमा चढ्यौँ अनि लाग्यौँ पूर्वतिर जाँदा हामीले त्यहाँ खाना खाने प्लान गरेर हामी गएका थियौँ। यो ड्रमहरू हेर्न सक्नुहुन्छ, मान्छेहरू गाडीहरूलाई रोक्नको लागि राखेको छ। ठ्याक्कै हामी यता दक्षिणपट्टि पनि हेर्न सक्छौँ, पुरै कोशी ब्यारेज जस्तै रहेको छ। अनि यो उत्तरपट्टि हेर्न सक्छौँ, पुल बनेको छ, पुलमा ढोकाहरू रहेको छ। ढोकाहरू त गनेनौँ, तर हाम्रो कोशी ब्यारेजभन्दा कम नै रहेछ। यो ढोकाहरू चाहिँ प्राय सबै ढोकाहरू बन्द रहेको थियो। एक दुईवटा ढोका मात्रै खुला
देखेँ मैले। अनि बाँकी भएभरको पानी पश्चिमतिर नहरमा बगाएको रहेछ। सबै पानी त्यतैतिर गएको रहेछ। तर कोशी ब्यारेजको भन्दा पनि पानी कम नै थियो यो खोलामा। यो पानी सबै यहाँ माथिबाट भुटानबाट सिक्किमतिरबाट आउने रहेछ। विभिन्न खोलाहरू मिसिएर हामी हेर्दै जाँदा निकै रमाइलो भयो यो यात्रामा। हामी जे होस् ऐतिहासिक कुरा हेरेर आयौँ, एकदम खुसी लाग्यो। सबैजना खुसी भएर गयौँ। अर्को गाडी पनि हामी दुईटै गाडी सँगै जाँदै थियौँ। जाँदा जाँदै हामी यो पुल क्रस गऱ्यौँ। क्रस गरिसकेपछि हामी लाग्यौँ बाबाका ढाबातिर। बाबाका ढाबा पुगिसक्यौँ हामी। पुगिसकेपछि हामी सबैजना झऱ्यौँ दुईटै गाडीबाट। यसो हेर्दा बाजेको पेडा पसल जस्तै देखियो, खुसी लाग्यो। बाबाका ढाबामा पुगेपछि हामी सबैजना एकछिन यसो भिडियो बनायौँ। भिडियोमा हेऱ्यौँ। सबैजना हाम्रो फोटो आएन भन्दै दाजुहरूले भन्नुभयो। उहाँहरूको पनि भिडियो लियौँ फेरि पनि। अनि सबैजना खाना खाएर फेरि हामी लाग्यौँ पश्चिमतिर। यो पुलको दक्षिण साइडतिर हामी हेर्न सक्छौँ। सबैजनाले यो ठाउँ हेरेपछि निकै खुसी लाग्यो। हामीलाई सुकुमार बन्धुले पुरै घुमाउनु भयो हामीलाई टिस्टा ब्यारेज। अनि उहाँलाई पनि हामी सबैजना मिलेर धन्यवाद दियौँ। अनि सबैजना हाँस्दै खेल्दै रमाइलो गर्दै टिकटक बनाउँदै भिडियो बनाउँदै हामी फर्किन लाग्यौँ। फर्किन लागेपछि सबैजनाले यो भ्लग त हेर्नुभयो। भ्लग हेरेर मात्रै भएन, मन परेको छ भने लाइक, कमेन्ट, सेयर, फलो गर्न नभुल्नु होला। अनि सब्सक्राइब चाहिँ मुख्य इम्पोर्टेन्ट हो। सब्सक्राइब गरिसकेपछि अल बटनमा क्लिक गर्न चाहिँ नभुल्नु होला। धेरै धेरै धन्यवाद सबैले मजाले हेरिदिनु भएकोमा। फेरि पनि यस्तै भिडियो हेर्नलाई मेरो च्यानल भिजिट गर्दै गर्नुहोला। त्यसको लागि सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्त जय नेपाल।